हेलो एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो। सबैजनालाई स्वागत छ मेरो एउटा नयाँ भिडियोमा। चाहिँ आज हामी खेल्न गइरहेको छौँ मब ड्रप्स ओपी आइटम। यहाँ चाहिँ के हुन्छ भने यदि हामीले कुनै मबलाई मार्यौँ भने हामीलाई चाहिँ नयाँ नयाँ कुरा पाउनेछौँ। र भिडियो सुरु गरौँ है त। हामी अब सबैभन्दा पहिला चाहिँ हामी रुख काट्नबाट सुरु गर्छौँ। तपाईँले हेर्न सक्नुहुन्छ मेरो स्पोन चाहिँ ठ्याक्कै केपको अगाडि रहेछ। यदि म त्यहाँ गएँ भने त्यहाँ मब त भेटाउँछु, तर सँग कुनै पनि आर्मर नभएको कारण चाहिँ म मर्न सक्छु। त्यही भएर म चाहिँ यहाँबाट टाढो जान्छु र आफ्नो लागि केही उडनका टुलहरू बनाउनका लागि क्राफ्टिङ टेबल स्टिकहरू चाहिँ बनाउँछु। त्यसपछि म अलिकति अगाडि गएको मात्र हुन्छ मैले चेरी पाउँछु। अब चेरी अब फेरि फ्रीमा पाइसकेपछि अब नेपालीले चान्स पाए के गर्छ, त्यही भएर सबै चेरी चाहिँ मैले उठाइदिन्छु। अलिकति अगाडि गएको मात्र थियो, यस्तो हेर्छु त किन टुलै बनाएको रहेछ, त्यही भएर सबै उडनको बनाउँछु। अब मलाई मूर्ख नभन्नु होला कमेन्टमा, किनभने अब मैले अब स्टोन माइन गरेर स्टोन पनि बनाउन सक्छु, तर म चाहिँ अब धेरै धनी भएको कारण अलिकति अगाडि गएर स्टोन चाहिँ म भट्टाभट्टी माइन गरेर स्टोनको टुलहरू चाहिँ बनाउन थाल्छु। क्राफ्टिङ टेबल प्लेस गर्छु र मैले चाहिँ स्टोनको टुल बनाउन थाल्छु। अब यो गरुन्जेल म तपाईँलाई भन्न चाहन्छु, हाम्रो गोल चाहिँ कुनै पनि डायमन्डको वस्तु वा कुनै सामान लिनु हो। जब मैले डायमन्डको कुरा पाउँछु तब यो भिडियो समाप्त हुन्छ र म अलिकति अगाडि जान्छु भिलेज पाउँछु भन्ने आशाले, तर त्यहाँ चाहिँ कुनै पनि भिलेज पाउँदैन। त्यही भएर मेरो चाहिँ एक्सप्लोर हुन्छ। यहाँ चाहिँ मैले अलिकति फरवर्ड गरिदिएको छु कि तपाईँहरूले चिटिङ नलाओस् भनेर। अनि यहाँ चाहिँ अब सूर्य अस्ताउन सुरु भइसकेको छ। अब चाहिँ मबहरू नि स्पोन हुन्छ। अब रमाइलो हुनेवाला छ, तब राम्रोसँग हेर्नु होला किनकि किरा लिएर अब घाम अस्ताउन थालिसकेको छ। यदि तपाईँले यहाँसम्म हेर्नुभयो भने प्लिज भिडियोलाई लाइक अनि सब्सक्राइब र एउटा प्यारो कमेन्ट पनि गरिदिनु होला। यदि आपत पऱ्यो भने चाहिँ मैले ब्लग पनि इन्भेन्टरीबाट चाहिँ निकालिसकेको छु। अब म चाहिँ अलिकति अगाडि गएर चाहिँ के हुन्छ अचानक म चाहिँ निन्जा बन्छु। हेर्नुहोस् है त, यहाँ मतलब घाँसमा लुकेर यहाँ अरूहरू मब कहाँ स्पिन हुन्छ भनेर म चुलाएर लुकेर हेरेर हुन्छु। मलाई लागिरहेको थियो पछाडिबाट कुनै स्पाइडरको आवाज आएर, तब चाहिँ त्यहाँ एउटा स्पाइडर रहेछ। मैले चाहिँ त्यसलाई हानेँ, त्यसलाई मैले 3 सट हान्दाखेरि बलतलमा र त्यसले के दियो हेर्नुहोस् है त। कर्स बाइन्डिङको बुक नि कहिले दिन्छ यार, त्यस्तो नि दिन्छ, काम नलाग्ने रहेछ। हेर्नुहोस् अब चाहिँ यहाँ हामीले जम्मी मार्न थाल्छौँ र त्यसलाई 3 सट हान्नुपर्ने रहेछ सर्टको चाहिँ, तर त्यसले चाहिँ राम्रो दियो। अब चाहिँ म धनी भइसकेको छु। एमरल्ड छ। अब एकैछिनमा चाहिँ म माइनक्राफ्ट किन्न जान्छु केटा, यो एमरल्ड लिएर होइन। जब पछाडि हेर्छु तब मेरो साथ नै जान्छ अनि म अलिकति चाहिँ क्लाइम अप गर्छु, तर त्यो स्पाइडर चाहिँ मेरो स्पाइडरम्यानको शक्ति चाहिँ उधारो ल्याएर चाहिँ त्यसले मलाई झन्डै मारे। हेर्नुहोस् तब म एकैछिन टाढा गरेर त्यसलाई हान्छु होइन, तब त्यसले मलाई दिन्छ, तर क्रिपर पनि त्यहीँनिर ब्लास्ट हुन्छ। एन्सियन्ट डेब्रिस दिएको छ। अब चाहिँ क्रिपरहरूले पनि केही गर्न सक्दैन। हेर्न सक्नुहुन्छ मेरो पछाडि कतिवटा मब लागेको छ, 3टा लागिसकेको छ। हेर्नुहोस् जम्मी माथि बसेर नै हान्छु कि भन्ने भएको, तर हान्न सकिनँ। तर 3 ब्लक चाहिँ मैले अर्को प्लेस गर्छु। तब चाहिँ मैले जम्मीलाई मार्न थाल्छु। तिनीहरूको चाहिँ टाउकोमा चाहिँ दुईवटा हेलमेट लागेको रहेछ, मैले तिनीहरूलाई चाहिँ मारिदिन्छु। अब अर्को एउटा यहाँ पछाडिबाट कराई थियो, हेर्नुहोस् त्यसलाई पनि मार्छु। मलाई लागेको थियो अफिडेन होला भनेर त, तर अन्त्यमा चाहिँ त्यो कोल रहेछ है। म चाहिँ के पाएँ भनेर म चाहिँ खुसी भएर हेर्न मात्र लागेको थिएँ है। तब चाहिँ क्रिपरको आवाज आएर चाहिँ म त्यहाँबाट भागेँ र यहाँ आएर स्पाइडर एउटाले चाहिँ मैले मार्छु। मैले अघि जे नि स्पाइडर भनेको थिएँ त्यो चाहिँ गलत रहेछ। यसले चाहिँ यसपालि चाहिँ मलाई अलि राम्रै लुट दियो र म चाहिँ अलिकति ब्लक अप गरेर हेर्न थाल्छु। तब चाहिँ क्रिपर ब्लास्ट भएर चाहिँ मेरो मतलब 2 हार्टमा लिएर आइन्छ। तब मेरो 7 जान्छ, तब म तलतिर माइनिङ गर्न जान्छु। अब हिल पनि छैन नि त, हिल त गर्नु पऱ्यो। त्यहाँपछि अनि यो स्विट बेरिजहरू चाहिँ खान थाल्छु म। स्पाइडरमा भनेको चाहिँ ठिक रहेछ, त्यो कामै नलाग्ने दिने चाहिँ हेर्नुहोस्, हो पनि कसैलाई दिन्छ त्यही नि नेता राइटको के एक्सपी चाहिँ मैले अब मऱ्यो भने मरे हुन्छ भनेर चाहिँ उसले तँ चाहिँ। अनि म अब एउटा आर्मरको हेलमेट पनि पारेँ त्यो चाहिँ लिए। अब हेर्न सक्नुहुन्छ मसँग नेता राइट नै छ। अब चाहिँ मेरो पालो थियो अब कुनै डायमन्डको वस्तु लिनको लागि चाहिँ बाहिर जानु थियो। एउटा अब स्विट बेरिज खान्छु र अनि जान्छु भन्ने आशा राखिरहेको थिएँ। साइडको चाहिँ म ब्लक माइन गर्छु। अब त्यसपछि चाहिँ म माइन गरिरहेको थिएँ होइन, तब चाहिँ हुन्छ त्यहाँबाट मलाई चाहिँ जानै मिल्दैन जस्तो फिल आउँछ। तब चाहिँ म माथितिरको चेस्ट फुटाल्छु। तब हेर्नुहोस् है त के हुन्छ, अचानक मैले चाहिँ डायमन्डको 2टा वस्तु पाउँछु। एउटा बुट पाउँछु, 2टा बुट पाउने छु अनि एउटा चेस्ट प्लेट पनि। अब हाम्रो भिडियो पनि समाप्त हुन्छ। थ्याङ्क्स फर वाचिङ। एसएआरमा चाहिँ तार भिडियो के लिए लाइक एन्ड सब्सक्राइब गाइज, बाई बाई।